बाका कथा बाको पालोमा इन्डिया बाहेक अरू देश जाने चलन पनि थिएन। खासै मानिसहरू त्यो जाने प्रोसेस नभएको हुनाले प्राय मान्छेहरू विदेशतिर पनि जान्थेन र बाले आफ्नो बाआमाको सेवा गर्ने, बाआमासँग रमाउने, बाआमा बिरामी हुँदा बाआमाको हेरचाह गर्नुहुन्थ्यो। अहिलेको जमाना अनुसार अहिलेको परिवर्तित यो दुनियाँमा विदेश नगएर कहिलेकाहीँ घरहरू चल्दैन, विदेश जानै पर्ने बाध्यता जस्तो भएको छ। अनि बाले भन्नुहुन्थ्यो पहिला जस्तो खेती हुनु पनि छोड्यो, अहिले त सबै कुराले जसरी हामीले प्रकृतिलाई ठग्यौँ प्रकृतिले हामीलाई पनि ठगौँ। पहिला हामी मिहिनेत गर्थ्यौँ, अहिले पहिला जस्तो मिहिनेत गर्न पनि मान्छेले छोडिसके, सबै सहरतिर लागे, गाउँ रित्तो भइसक्यो। अब कहिलेकाहीँ बिरामी हुँदा त लाग्छ कि कसले कतातिर फोन गरिदिने हो, अनि फोन गर्ने हो कि होइन, हामी यहीँ मर्छौँ कि जस्तो पनि फिल हुन्छ भन्नुहुन्थ्यो। बाको उमेर छँदा त बालाई राम्रै लाग्थ्यो। 2-4 वर्ष अगाडि जब बाको 60-64 वर्षको उमेर थियो, बालाई लाग्थ्यो कि अब म ठिकै छु, ठिकठाकै छ, मलाई राम्रै चलिरहेको छ। तर बा बिस्तारै बिरामी पर्नुभयो, उहाँको टाउकोतिर समस्या भएर खुट्टामा समस्या आउन थाल्यो। अनि बालाई लाग्न थाल्यो अब म गर्न सक्दिनँ कि, बालाई फिल हुँदो रहेछ। मलाई मात्र होइन, बुढेसकालमा सबैलाई भुल्ने समस्या रहेछ भनेर भन्नुभयो। बा उपचारको लागि लामो समयसम्म कहिले पनि इन्डिया एकचोटि जीवनमा गएको छु भन्नुहुन्थ्यो मलाई। म जीवनमा एकचोटि इन्डिया गएँ, अहिले तिमीहरू यत्रो हुर्काएँ बढाएँ, अहिले कोही पनि छैन बाले भन्नुभयो। अहिलेका छोराछोरी एउटा चराको गुड जस्तै भए, हामी लगाउँछौँ गुडमा, अन्डा जम्मा गर्छौँ, जन्माउँछौँ, अनि त्यसपछि उनीहरू भुर्र उडेर जान्छन्। भनेपछि विदेशतिर गए अथवा हामीलाई छोडेर गए, गाउँबाट छोडेर जान्छन्, उनीहरू कोही पढाइ गर्न जान्छन्, कोही व्यापार भनेर सहरतिरै लाग्छन्। भनेपछि हामी गाउँमा एक्लै हुन्छौँ। हाम्रो जस्तो जिन्दगी, हाम्रो चराको जस्तै जिन्दगी भयो। आखिर छोराछोरी त जन्मायो, तर लास्टमा रहँदा बुढाबुढी अथवा हामी मात्रै। जस्तो पहिला हाम्रो सुरुको जिन्दगी थियो, अहिले हामी त्यस्तै छौँ। भनेपछि हाम्रो जिन्दगी पनि सुख रहेनछ। हामीले सबै दुःख पीडा भनेर छोराछोरीका लाग्यौँ, तिमीहरू पनि गर, तिम्रो छोराछोरीको लागि गर, तर ती छोराछोरीले तिमीलाई पनि त्यसरी नै छोडेर जान्छन्। भन्न खोजेको बाले भनेको कुरा पहिलेका जस्तो जमाना रहेन। अहिले मान्छेका घरहरू नजिक भए पनि यहाँ मनहरू धेरै टाढा छन् भन्नुहुन्थ्यो। मैले सहरमा घुमाएँ, बाले भन्नुभयो अग्ला बिल्डिङहरू रहेछन्, अनि अग्ला बिल्डिङमा सामान कसरी लिँदा रहेछन्, बालाई चकित लाग्यो। अनि अर्काको देश इन्डिया जानुभयो। उपचारको क्रममा म अहिले इन्डिया आएको लगभग जीवनकै दोस्रो पटक होला भन्नुभयो। न यहाँको भाषा बुझिन्छ, म न भाषा बुझ्छु, मलाई बाहिर आउन पनि मन लाग्दैन। यदि घुम्नै मन लाग्छ भने कोठाभित्रै घुम्छु, मलाई लाज लाग्छ भन्नुहुन्थ्यो बाले। अनि म बालाई ल्याउनतिर गएँ। बाले भन्नुभयो अब सजिलो जस्तो लाग्दैन, मलाई लाग्छ अब लगभग अन्त्यतिर आएँ कि भन्दै पनि कहिलेकाहीँ लाग्छ। म आफ्ना दिनहरू गन्दिनँ, मन लाग्छ अब के गर्ने, यस्तै हुँदो रहेछ। म जवानीको सबै चिजहरू अहिले मागेर पाइँदो पनि, अहिले अब पाएर के गर्नु, सबै चिजहरू कहिलेकाहीँ अभाव जस्तै लाग्यो। अनि मलाई लाग्यो कि अभाव जस्तै भएर पनि के गर्नु त, अब सोचेर पनि अनि गरेर पनि हुँदो रहेनछ। के सपना के सबै सजिला पनि थिएनन्। बाको सोचाइ अनुसार सबै कुरा राम्रा अनि राम्रो कुरा नराम्रा पनि भएन। कहिलेकाहीँ यो एक्लो सहरमा म एक्लै आएको धेरै भइसक्यो। मलाई लाग्छ अब यो एक्लो सहरमा कहिलेकाहीँ घुम्न पनि असजिलो जस्तो लाग्छ। न यहाँको भाषा बुझिन्छ, न मलाई यहाँको कुनै खाना मनपर्छ। म भोग नलागे पनि त्यति कहिलेकाहीँ खाना खाइदिन्छु। बाले भन्नुभयो अहिलेसम्म म यहाँ इन्डिया आएँ, बसेँ, कोठाभित्रै बसेँ, उपचार गरेँ, तर भोग कहिले पनि लागेन। बाको त्यति लामो बसाइ एक्लै पनि महसुस भयो। बाले भन्नुभयो सजिलो भन्ने कुरा कहाँ छ र जीवनमा, सजिलो काहीँ पनि हुँदैन। अनि हामी ट्याक्सीको यात्राको सफर गर्न सुरु गरौँ। ट्याक्सीमा सबैले तानातान र घचाघची गर्थे। अनि बाले भन्नुभयो यो खिचतानी इन्डियामा पनि, नेपालमा मात्र होइन, यहाँ पनि खिचतानी धेरै हुँदो रहेछ। अनि मैले भने खिचतानी त हुन्छ, यो हाम्रो जस्तो सजिलो भने पक्कै पनि छैन। अनि बाले भन्नुभयो यात्रामा कसैलाई कम कसैलाई धेरै हुँदो रहेछ। अनि त्यही ट्याक्सीमा आएका 2जनाले 1000 रुपियाँ तिरिरहेका थिए भने उसले भन्दै हामीले 1200 तिरेका छौँ नभन भनेर, तर हामी त्यसो होइन। 600मा त्यहाँको भाडा थियो, हामी 600मा आएका थियौँ। अनि बाले भन्नुभयो राम्रो नराम्रो कहिलेकाहीँ ठिक बेठिक भन्ने कुरा त अब भइ नै रहन्छ नि। अब यस्तो भन्ने कुरा कोही राम्रो कोही नराम्रो भन्ने कुरा मलाई सजिलो लाग्यो। अनि कहिलेकाहीँ लाग्छ मलाई यो ठग्नेहरूको हाम्रो मात्र होइन, ठग्नेहरूको मान्छेको मानसिकता हुँदो रहेछ। उनीहरूको मनमै ठग्ने भनेर लेखेको हुँदो रहेछ। हुन पनि यो नठगेर कसरी कमाउने मान्छेलाई धेरै चाहिन्छ,
उत्पादन कम छ, आम्दानी धेरै चाहिन्छ। अनि बाले भन्नुभयो सजिलो पनि होइन, हजुर भने होइन र थिएन पनि। अब 18 चिजहरू सामना गर्नुपर्ने आउँछ। पहिला जस्तो जिन्दगी रहेन। खेती लगाउँथे, आनन्दले खान्थे, बस्थे, उड्थे, साथीसँग कुरा गर्थे, तल्लो मुल्लो गरेर जान्थे, आफन्त भन्थे, बाँडेर खान्थे। अहिले त्यस्तो जमाना रहेन। तल्लो घर के खान्छ, मुल्लो घर के खान्छ, अनि तल्लो मुल्लो घरको के काम गर्छ, कसले कतातिर जान्छ भन्ने कुरा यहाँ थाहा हुँदैन। आफ्नो काम गरे राति आउँछन्, सुत्छन्, बिहान उठ्छन्, फेरि जान्छन्। सबैले त्यस्तै गर्छन्। अहिले सायद उनीहरू छुट्टीको समय मिलाएरै मिल्यो भने अलग कुरा हुन्छ, तर पहिला जस्ता मान्छे आत्मीय चाहिँ भएनन्। सुर्खेतमा जब हामी बस्यौँ, नेपालगञ्जदेखि सुर्खेतको यात्रा गरिसकेपछि बाले 3 दिनको यात्रा निन्द्रा पुर्याउनु भयो। अनि बाले भन्नुभयो घुम्ने मन त थियो, तर मलाई बस्न मन चाहिँ सहरमा पटक्कै छैन, बरु गाउँै जानु ठिक छ, गाउँ गइजाउँ। अनि मैले गाउँको हेर्दा बाले पुऱ्याएँ। बाले धेरै कुरा भन्नुभयो। यी छोराछोरी अहिलेका चरा जस्तै भर्र उडेर गए। हामी एक्ला रह्यौँ। मलाई पनि कहिलेका मन अलिकति चिसो भयो। अनि मनलाई लाग्यो र हामीले पनि सायद त्यस्तै भयो होला। सायद हामीले साँच्चै नि बाको मन दुख्यो, किनकि उनले जन्माए हामीलाई 20 वर्षसम्म पाले, आफ्नो सङ्घर्ष गरे, हाम्रो लागि उनले बाँचे, हामीलाई बचाए, हामीलाई बचाउनुको लागि धेरै पीडा सङ्घर्ष गरे। तर आज हामी उनीहरूसँग छैनौँ। अनि बा दुःखी हुनुभयो। आउँदाखेरि आँखाबाट आँसु निकाल्नुभयो। मलाई पनि नराम्रो लाग्यो। अनि अलिकति म टाढा बस्ने भएको हुनाले अहिले त सबैको जिन्दगी त्यस्तै छ, केही हुन्छ कि भनेर मान्छे बाहिरसम्म आउँछ। गाउँमा त्यति सुविधा पनि छैन। सुविधा खोज्नकै लागि मानिस सहरसम्म आउँछ, अनि सहरमा गर्नको लागि गाउँहरू भयो। अहिले लाग्छ अब सजिलो भन्ने जिन्दगी पक्कै पनि छैन र कठिन हुनेछ। अब हामी बिरामी आमाले भन्नुभयो, हामी बिरामी हुँदा पनि अब त कसले कहाँ फोन गरिदिने हो, फोन गर्ने हो कि होइन भन्ने पनि लाग्छ। अनि हामीलाई त्यो ठाउँसम्म पुर्याइदिने हुन् कि होइनन् भन्ने पनि लाग्छ। अनि बाले भन्नुभयो हुन त हो त, हाम्रो जस्तो जिन्दगी कहाँ छ, अब छैन, हामी त सकियौँ। बाले भन्नुभयो 16 आना जस्तै भयो हाम्रो जिन्दगी, अब 12 आना खाइसक्यौँ। बाले भन्नुभयो हामी 12 आना खाइसक्यौँ, अब 4 आना बचेको छ। 4 आना कति बेला सकिने हो थाहा छैन। 12 आना र बाँकी जिन्दगी हाम्रो आधाभन्दा पनि धेरै खाइसकेको जस्तो लाग्छ अहिले मलाई। अब 4 आना जिन्दगी कसरी कट्ने हो, कहाँनिर कट्ने हो, कता कट्ने हो भन्ने चिन्ता छ हामीलाई। यो 4 आनाले निकै दुःख दिँदो रहेछ। न भनेको टाइममा भोक लाग्दिन्छ, न खाना खान मिल्छ हामीलाई, न भनेको चिज हाम्रो मनले पाएको चिजहरू खाना खान मिल्छ। त्यसो हुन्छ जीवनभरि जवानी जस्तो हुँदो रहन्छ। पीडा जीवन सधैँ दिँदो रहेछ। पहिला हामी छोराछोरीका लागि दुःख गर्थ्यौँ, अहिले आफ्नै लागि दुःख गर्नुपर्छ। अहिले छोराछोरी आफ्ना छोराछोरीका लागि गर्न गए भनेपछि हामी एक्ला रह्यौँ। अहिले अब गाउँ रित्तो छ, भने जस्तो पनि छैन, हुँदैन पनि। फेरि बाले भन्नुभयो सजिलो हुनु त कहाँ छ र जीवन, आफ्नो ख्याल गर्नु। मोटरसाइकलमा यात्रा लागेर बाले लाग्यो। अनि मनभरि सोचेँ सायद बाको जिन्दगी पनि हाम्रो जस्तै थियो। हामी जिन्दगी कटाउनुको लागि परदेशिनु परिरहेको छ, तर बाले त आफ्नो जिन्दगी कटाउनुको लागि घरमै गरेर खाए। तर सबैको जिन्दगी यति सजिलो भने कहाँ छ र छैन। कतै विदेश जान्छन् भने उति बेला काम गरेर खान्थे, काम पनि पसिना बगाउँथे। पसिना बगाइरहँदा शारीरिक शक्ति घटेर जान्थ्यो र उनीहरूलाई निन्द्रा मस्त आउँथ्यो। अहिले त्यस्तो छैन। मेन्टली रूपमा मान्छे प्रेसरको औषधि नखाइ सुकै पाउँदैन। त्यस्तै छ जिन्दगी। कहिले प्रेसर हुन्छ, कहिले केही सबै कुरा सहनु पर्दो रहेछ भन्नुभयो बाले। सजिलो छैन जिन्दगी, सजिलो हुँदैन पनि मलाई पनि लाग्यो। मैले झन्डै 8-10 घन्टाको यात्रामा घरसम्म पुगेँ। बाका कुरा मनभरि लाग्यो मलाई। फेरि यस्ता कुराहरू लागिरहे। बाको यात्रा सजिलो थिएन। अनि बाले भन्नुभयो यात्रा सजिलो हुँदैन, कहिले पनि हुँदैन। अनि यो मोटरसाइकल भन्ने चिज पनि राम्रो होइन, खासै राम्ररी चलाउनुपर्छ। यात्रा गर्दा होसियार रहनुपर्छ। यो त फाटोफुटो चलाउने चिज हो, बरु गाडीकै सपोर्ट ठिक। मलाई पनि लाग्यो, हुन पनि हो, ठिकै छ। कहिले काहीँ यात्रा गर्दा आफ्नो साधन भएको हुनाले सजिलो लाग्यो। बाका कुरा मनभरि लाग्यो। मैले खाना खाएँ, त्यसपछि यात्रा गर्न लागेँ। अनि बाले लाग्यो होला कि नराम्रो हामीलाई छोडेर गए। सायद घरमा पनि कोही नभएर होला, गाउँ पनि रित्तो भयो। त्यहाँ युवा भन्ने कोही छँदै छैन, अनि बुढाहरू भन्ने पनि खासै छैन। आफ्नै दुनियाँमा मान्छे बिजी हुन्छ, व्यस्त हुन्छ, आफ्नै काममा बिजी हुन्छ, कुलतमा लागेर मान्छे बिगाइन्छ। बाले भन्नुभयो जवानी जस्तो भएन, जे खाँदा पनि जे जस्तो गर्दा पनि पस्थ्यो। मलाई रक्सी खान कहिल्यै मन थिएन, तर म 32 वर्षको उमेरमा रक्सी खान सिकेर मेरो जिन्दगी अहिले त सकिए जस्तै लाग्छ। अनि बाले भन्नुभयो हुनु पनि हो, 18 हुँदो रहेछ। अहिले सबै चिज पहिला खाइ, अहिले केही पनि खान नमिल्ने 18 हो। यो बुढेसकाल कसैले नआओस्,
मलाई पनि लाग्यो सायद बुढेसकाल सबैको यस्तै हुन्छ होला। तर सबै मान्छेहरूले आत्तिन्छन्, समाजै त्यस्तै छ। समाजै त्यस्तै भइसकेपछि अनि बाले बुझ्ने कुरा पनि तिनै हुन्, अनि बाले पनि तिनै कुरा बुझ्नुहुन्छ, अनि समाजले त्यही कुरा सिकाउँछ त सिकोस् कि। अनि हाम्रा बच्चा पनि त्यस्तै छन्। अहिलेका बच्चा बाले भन्नुभयो पहिला जस्तो रहेन, हामी अनुशासित थियौँ, शिक्षक भन्ने कुरा थाहा पाउँथ्यो, अहिले थाहा पाउँदैन। अहिले टिचर भन्ने को के हो कता कहाँ भन्ने कुरा उनीहरूले बुझ्नै छोडिसके। सम्मान छैन, कसैको पनि छैन, न हाम्रो छ न अरू न कसैको।